हेलो नमस्ते एभ्रिवान एन्ड वेलकम ब्याक मेरो डिजिटल बिजनेसको 90 डेज च्यालेन्जको डे 14 मा म सन्ध्या राई डिजिटल एन्टरप्रेन्योर फ्रम सोलुखुम्बु र आजको टपिक रहेको छ व्हाई इज दिस द अल्टिमेट पोर्टेबल बिजनेस। सो आज म यही टपिकमा चाहिँ तपाईहरुसँग केही कुरा गर्नेछु हैन कि किन यो डिजिटल बिजनेसलाई चाहिँ अल्टिमेट पोर्टेबल बिजनेस भनिन्छ त हैन। पोर्टेबल भन्नाले चाहिँ हामी जहाँ गयो त्यही लान मिल्ने भन्ने हुन्छ हैन र हाम्रो यो डिजिटल बिजनेस भनेको चाहिँ मोबाइल र इन्टरनेटमै आधारित हुने भएकोले गर्दाखेरि तपाई संसारको जुनसुकै कुनामा जानुहोस् त्यहीबाट नै आफ्नो बिजनेसको कामलाई चाहिँ गर्न सक्नुहुन्छ। कुनै निश्चित समय तालिकामा बाँधिनु पर्दैन हैन र एकै ठाउँमा बसिराख्नु पर्ने बाध्यता पनि हुँदैन के हामीलाई है। र यो बिजनेसको अर्को ठूलो फाइदा भनेको चाहिँ यसको टाइम फ्लेक्सिबिलिटी हो, जसले गर्दा तपाई आफ्नो बच्चा घर परिवारसँग रमाउँदै खेल्दै घुम्दै आफ्नो मनपर्ने कामहरू गर्दै चाहिँ ब्याकग्राउन्डमा आफ्नो बिजनेसलाई पनि मजाले अगाडि बढाउन सक्नुहुन्छ है। र यसरी मोबाइल इन्टरनेट र डिजिटल टुल्सहरू भएको खण्डमा हामीले चाहिँ जहाँबाट पनि के हैन घरबाट होस् यात्रा गर्दै गर्दा होस् तपाई अफिसमा हुनुहोस् या पसल है होटलमा या त गाउँ शहर जहाँसुकै हुनुहोस् हैन आफ्नो बिजनेसलाई चाहिँ मजाले रन गर्न सक्नुहुन्छ के। त्यही भएर नै चाहिँ यो बिजनेसलाई अल्टिमेट पोर्टेबल बिजनेस भनेको हो है। र यो बिजनेस भनेको चाहिँ अटोमेसन सिस्टम बेस्ड भएकोले गर्दाखेरि तपाई विभिन्न आफ्नो कामको कारणले गर्दाखेरि हैन व्यस्त हुनुभयो अनि आफ्नो बिजनेसले समय दिनु पाउनु भएन भने पनि सिस्टमले चाहिँ ब्याकग्राउन्डमा काम गरिराखेको हुन्छ, जसले गर्दाखेरि तपाई छोटो समयमा पनि एकदमै स्मार्ट वर्क गरेर चाहिँ बेस्ट रिजल्ट चाहिँ अचिभ गर्न सक्नुहुन्छ हैन। अहिलेको व्यस्त जीवनशैलीमा मानिसहरूलाई वर्क लाइफ ब्यालेन्स गर्न गाह्रो भइरहेको बेलामा चाहिँ यो पोर्टेबल बिजनेस मोडेलले आफ्नो लाइफ एन्ड वर्कलाई ब्यालेन्स गर्न एकदमै सपोर्ट गरिराखेको छ हैन। सो तपाईहरु सबैजना है टाइम फ्लेक्सिबिलिटीको साथमा आफ्नो वर्क लाइफलाई ब्यालेन्स गर्दै अगाडि बढ्न चाहनुहुन्छ भने यो डिजिटल बिजनेस तपाईहरुको लागि एकदमै अल्टिमेट पोर्टेबल बिजनेस हो। र तपाई चाहिँ अब बिजनेसमा जोइन हुन चाहनुहुन्छ या बिजनेसको बारेमा बुझ्न चाहनुहुन्छ या बिजनेस चाहिँ कसरी गर्ने भनेर सोचिराख्नु भएको छ भने तपाईले मलाई मेसेज गर्नुपर्ने हुन्छ या त मेरो वेबसाइट चाहिँ www.sandhyarai.com मा गएर पनि लगइन गरेर त्यहाँ चाहिँ आफ्नो नाम अनि इमेल राखेर फ्रीमा रजिस्टर गरेर त्यसभित्र प्रोवाइड गरिएको हाम्रो बिजनेसको फ्री वेबिनार भिडियोहरू हेरेर पनि बिजनेसको बारेमा जानकारी लिन सक्नुहुन्छ है। एन्ड थ्यांक यू सो मच फर वाचिङ माई भिडियो। आजको लागि यति नै। हामी नेक्स्ट टपिक एन्ड नेक्स्ट भिडियोमा फेरि भेट्नेछौँ है। बाई बाई।